हेलो साथीहरू, नमस्ते। आजको हाम्रो टपिक रहेको छ आर्थिक वर्ष 2082-83 को बजेट, जस अन्तर्गत चाहिँ सुरुमा रहेको छ जम्मा बजेट। जम्मा बजेट हाम्रो रहेको छ 19 खर्ब 64 अर्ब 11 करोड। त्यसै गरी चालु खर्च रहेको छ 11 खर्ब 80 अर्ब 98 करोड 60.1%। त्यसै गरी पुँजीगत खर्च रहेको छ 4 खर्ब 7 अर्ब 89 करोड 20.8%। त्यसै गरी अर्को रहेको छ वित्तीय व्यवस्थापन रहेको छ 3 खर्ब 75 अर्ब 24 करोड 19.1%। त्यसै गरी अर्को रहेको छ वित्तीय हस्तान्तरण रहेको छ 4 खर्ब 17 अर्ब 83 करोड। त्यसै गरी अर्को टपिक खर्च बेहोर्ने स्रोतहरू राजस्व रहेको छ 13 खर्ब 15 अर्ब। त्यसै गरी वैदेशिक ऋण रहेको छ 2 खर्ब 33 अर्ब 66 करोड। आन्तरिक ऋण रहेको छ 3 खर्ब 62 अर्ब। त्यसै गरी वैदेशिक अनुदान रहेको छ 53 अर्ब 45 करोड। हस्, थ्याङ्क यू। हेलो साथीहरू, नमस्ते। आजको हाम्रो टपिक रहेको छ आर्थिक वर्ष 2082-83 को बजेट, जस अन्तर्गत चाहिँ सुरुमा रहेको छ जम्मा बजेट हाम्रो रहेको छ 19 खर्ब 64 अर्ब 11 करोड। त्यसै गरी चालु खर्च रहेको छ 11 खर्ब 80 अर्ब 98 करोड 60.1%। त्यसै गरी पुँजीगत खर्च रहेको छ 4 खर्ब 7 अर्ब 89 करोड 20.8%। त्यसै गरी अर्को रहेको छ वित्तीय व्यवस्थापन रहेको छ 3 खर्ब 75 अर्ब 24 करोड 19.1%। त्यसै गरी अर्को रहेको छ वित्तीय हस्तान्तरण रहेको छ 4 खर्ब 17 अर्ब 83 करोड। त्यसै गरी अर्को टपिक खर्च बेहोर्ने स्रोतहरू राजस्व रहेको छ 13 खर्ब 15 अर्ब। त्यसै गरी वैदेशिक ऋण रहेको छ 2 खर्ब 33 अर्ब 66 करोड। आन्तरिक ऋण रहेको छ 3 खर्ब 62 अर्ब। त्यसै गरी वैदेशिक अनुदान रहेको छ 53 अर्ब 45 करोड। हस्, थ्याङ्क यू।